मेरो च्यानलमा सबैलाई स्वागत छ। आज चाहिँ फर्स्ट टाइम चाहिँ मोटो भ्लगिङ गर्न जाँदैछु म। कहाँसम्मको यात्रा भन्दा चाहिँ आज चाहिँ कहाँसम्मको हुन्छ भन्दाखेरि अब खै कहाँ पुगिन्छ हेरौँ। जाँदैछु म चाहिँ मोटो भ्लगिङ गर्दैछु। आज मेरो पहिलोचोटि हो मोटो भ्लगिङ गर्न चाहिँ मलाई पहिल्यैदेखि मन लाग्थ्यो होइन, तर कहिले के नहुने कहिले के गर्ने कहिले टाइम नहुने। अबदेखि अब चाहिँ यस्तो भयो भने अब सुरु गरौँ न त, सुरु गर्दै ठुलो कुरो हो भन्ने हिसाबले सुरु गर्दैछु। हेर्नु कस्तो हुन्छ हेरेर प्रतिक्रिया पनि दिनु होला है। म चाहिँ यो भक्तपुरदेखि भक्तपुरको यो सल्लाहबारी निक्लिने बाटो हो यो। त्यो बाटो हुँदै म पुरानो ठुलो हुँदै चाहिँ निस्किन्छु। साउन्ड क्वालिटी कस्तो आएको होला भने त मैले माइक त राखेको छु है, भित्री माइक। त्यो माइकले अब कतिको अब सपोर्ट गर्छ भन्दाखेरि अब यो हावा पनि चल्छ नि त, त्यो हिसाबले अब कतिको साउन्ड क्वालिटी आएको छ भन्ने कुरा पनि हो। सबैहरू पनि सबैजना सन्चै हुन्छ भन्ने म आशा गर्छु। र मेरो भिडियो हेर्ने सबैलाई कसरी नामले चाहिँ रक्षा गरौँ, सबैको राम्रो होस्, फलोस् फुलोस् भन्न चाहन्छ है साथीहरू। अहिले चाहिँ ठ्याक्क बिहानको 9 बजेको छ। यो बाटो चाहिँ यस्तो छ, एउटा चाहिँ हाम्रो नयाँ हाइवे निस्किन्छ, अर्को भने पुरानो बाटो छ। यो पुरानो हुँदै एउटा निस्किने जतिदेखि पुग्छ बिहान पुग्ने। म चाहिँ यहाँ अगाडिबाट राइट लागेर चाहिँ पुरानो बाटो निक्लिन्छु। किनकि त्यो बाटो चाहिँ अलिकति ट्राफिक लाइटहरू पनि छैन। ट्राफिक लाइट नहुने बित्तिकै अलिकति धेरै टाइमहरू सेभ गर्छ क्या। टाइम त सेभ गर्नु पऱ्यो, किनकि प्रत्येक अब मेन हाइवेबाट ट्राफिक लाइटै लाइट छ। त्यो भएको कारणले पनि प्रत्येक यसमा पनि अलिअलि 2 मिनट बस्दा पनि त्यो टाइम धेरै जान्छ। त्यही भएर यहाँ चाहिँ लाइट छैन, आफ्नो हिसाबले सट्टै जान पाइयो क्या। जाम त जामै हुन्छ, किनकि बाटो त अलिक सानै छ। यहाँ त जाम भयो पनि त्यस्तो जाम अलिकति लगभग 500 मिटर जति होला त्यो जाम चाहिँ, जाम हुने चाहिँ। यहाँ त बाटो सर्रै छ क्या अब त। बाटो बनाउने काम हुँदैछ यहाँ, बिजुलीको काम, कहिले बाटोको काम, यस्तै छ है। घाँट धुलो यो त हुने हो। कहीँ कहीँ बाटो बिगाएर कहीँ बित्छ। खड़े रहेंगे तो यस्तो बेला हरन नबजाउनु पर्ने हो त्यो छ। म चाहिँ अति आवश्यक पऱ्यो भने मात्रै हरन बजाउन जान्छ। मेरो चाहिँ हरन चाहिँ बजाउनु पर्छ अति आवश्यक। खुल्ला बाटो छ, अब किन हरन बजाएको त, मजाले यसरी उल्टा गरेर जान पाएको हुन्छ। हरन बजाएर त कामै छैन नि त। त्यो हरन पनि म चाहिँ एकदम आवश्यकता पऱ्यो भने मात्रै बजाउँछु, नभए अल्टामा चाहिँ बजाउँदिनँ। सकेसम्म त हरन नबजाउनु भन्छ भ्याली खाता हो, नो हर्न भन्ने नै छ है। सकेसम्म तपाईँहरू पनि हरन नबजाउनु होला, हरन नबजाउनु होला। यस्तै छ साथीहरू। आज
यो बाटो सिधै छ, पुरै सिधा छ। अनि त्यही भएर मान्छेले पटार छ यहाँ चाहिँ आफ्नो हिसाबले अब आफू कति कन्फिडेन्स छ भन्ने हिसाब पनि हुन्छ त्यहाँनिर। पटाउने भन्ने बित्तिकै अब पुरै लाएर पटाउने पनि होइन त, आफू पनि कन्फिडेन्ट हुनु पऱ्यो, अगाडि गाडीहरू पनि हेर्नु पऱ्यो। त्यही भएर आशा गरेर मिलेकै छ भन्नु है, नेक्स्ट टाइम मिलाउलाको साह्रै होइन, गर्दै जाने हो, सिक्दै जाने हो। स्टार्ट गरेर सिकिहालिन्छ, स्टार्ट गर्न सबभन्दा ठुलो कुरो हो। स्टार्ट गरिसकेपछि केही न केही कुरा त सिकिन्छ नि त। मेन बाटो भने अगाडिदेखि हो क्या, अब त्यो भिड छ, भिड हुन्छ, जाम हुन्छ यो बाटो होइन। त्यसो त फिलिङ नै हो, त्यस्तो जाम हुँदैन। यहाँ बाटो पनि सानो छ, गाडी अब लम्बा अफिस टाइम पनि भयो, त्यो हिसाबले अहिले प्याकै हुन्छ। ओभरटेक गर्दा पनि यसो हेरेर अगाडिको गाडी कतिको स्पिडमा आएको छ, आफ्नो स्पिड कति हो भन्ने हिसाबले चाहिँ चलाउनुपर्छ हामीले। ब्लाइन्ड ओभरटेक त गर्ने कुरै भएन, ब्लाइन्ड ओभरटेक गर्न पनि हुँदैन, गर्ने कुरो पनि भएन। त्यही हो, तपाईँहरू कसैले पनि नगरिदिनु होला ब्लाइन्ड ओभरटेक। त ब्लाइन्डली गर्छ नि मान्छेहरूले। यस्तो छ, अब दुईवटा गाडी ठुल्ठुलो गाडी आयो भने त गाह्रो हुन्छ क्या, बाटो सानो छ, अगाडि अब त्यो गाडी आइरहेछ। अब यो जाने कुरो त भएन, गाडी आउँदा आउँदा त साथीहरू गाडीलाई जान दिनु पऱ्यो, ओभरटेक पनि त्यसै गर्नु पाएन। यहाँबाट त फिलिङै छ यसपछि त उता यो माथि तल लागेको त। यहाँबाट चाहिँ बाटो ठुलो पनि हो, त्यही भएर खासै हुँदैन। म अब पुरानो ठिकै कटे साथी हो। अगाडि बढेर त लेख लाग्यो भने चाहिँ गठाहरू निस्किन्छ, त्यहाँबाट हाइवे निस्किन्छ। सिए जस्तो यो भ्लगिङहरू गरेर चाहिँ मलाई पहिल्यैदेखि मन लाग्थ्यो। अहिले राम्रो फोन पनि छ, सबै कुरा हुँदा हुँदा पनि किन नगरेँ त भन्ने हिसाबले चाहिँ मैले फेरि पनि म त भ्लगिङ गरेर थालेको। अरू त भ्लगिङ त गर्दैछु अलिक हल्का हल्का, होटल भ्लगिङमा चाहिँ मलाई पहिल्यैदेखि रुचि हो। त्यही हिसाबले पनि आफ्नो रुचि चाहिँ अब पुरा गरौँ न त भन्ने हिसाबले चाहिँ मैले सुरु गरेको। इच्छा लागेको कुराहरू गर्न पनि पर्छ, गर्दा चाहिँ के हुन्छ है। अगाडि पुल छ, पुलबाट गाडी लाग्यो भने सन सिटी निक्लिन्छ। सन सिटी हामी चाहिँ अलिकति अगाडिबाट गाडी लाग्छ, म भित्रभित्र बाटो जान्छु, हाइवेमा निक्लिँदैन। अगाडि जाम हुन्छ, त्यहाँ बस्नुपर्छ, ट्राफिकले रोकिरहेको हुन्छ। जान्न सकेसम्म जाममा किन बस्ने त होइन, अर्को बाटो हुँदा हुँदा भन्ने हिसाब हो हाम्रो चाहिँ। यहाँबाट राइट लाग्यो भने चाहिँ सन सिटी, म चाहिँ अलिकति आइरहेको नि बाइकहरू, त्यहाँबाट लाग्छु म राइट। यति भएपछि त्यो अगाडिको जाम छ, जाम चाहिँ ठ्याक्कै कट्छ क्या।
त्यो साइड लाइटदेखि उतै जान दिनु पर्यो। यहाँ पनि अहिले कन्स्ट्रक्सनको कामहरू चल्दैछ। क्यामेरा एङ्गल चाहिँ कस्तो भएको होला है। ठिक छ, नेक्स्ट टाइम सुधार्दै जाउँला, इम्प्रुभमेन्ट गर्दै जाउँला होइन। अझ ठ्याक्क अगाडि ग्लोबल पब्लिक स्कुल छ, त्यसै गाडीहरू चाहिँ यहाँ ठ्याक्कै लेफ्ट अझै अगाडि छ स्कुल त, यहाँ बेडरुम कोट भइहाल्यो। यहाँ गएको छ ग्लोबल पब्लिक स्कुल चाहिँ पेप्सीको लागि। ग्लोबल पब्लिक स्कुल ट्याक्कै यहाँ निक्लिन्छ क्या बाटो चाहिँ। अब हामी त सिधै जाने हो। बिहान खाली पनि हुन्छ क्या बाटो चाहिँ अर्को भन्दा, अलिकति जाम पर्छ है, लाइटमा बस्छ। अलिक झ्याउ लाग्छ मलाई चाहिँ लाइटसँग बस्नु जान्नुभयो भने। जाममा बस्नु कसैलाई चाहिँ मन लाग्छ र सर जानु पाइयो नि त यो रुट आयो भन्दा। एकछिन हेर गरेर बरु गाडी जान दिने त्यस्तो लाग्छ है मलाई साथीहरू। अब सबै त्यही हो होइन, यो लाइट छ त सबै कुरा छ, यो छैन त केही छैन। त्यसो एकदम स्वास्थ्यको एकदम ख्याल गर्नु पऱ्यो। अहिले चाहिँ हेल्थ चाहिँ इम्पोर्टेन्ट हो क्या। इम्पोर्टेन्ट अलिकति उकालो छ, त्यसपछि ओह्रालो छ। यो गाडी चाहिँ अब त्यो पेप्सीको पटाको चाहिँ राइट लगाएर यो गाडी एयरपोर्टको छेउछेउ बाटो हो। दाजुले पानी हाल्ने घर रहेछ। धुलो यस्तै त हो, अब धुलो छ। उसलाई फेरि ओभरटेक गरेर भन्नु होला, म बिस्तारै आइरहेको छु। त्यो साथीहरू त ओभरटेक गरेर आएन नि फेरि। यहाँ चाहिँ ट्यागबाट फलफुल सलफुल बेच्नु राखिरहेको हुन्छ। आज अब हिजो अस्ति होइन, अब बाटो खाली छ हो। आई डोन्ट नो रिजन चाहिँ के हो, त्यो बाटो चाहिँ खाली छ है। यहाँबाट चाहिँ यहाँबाट जाम हुन्छ अलिअलि माथि त्यो पशुपतिकै छेउसम्म। के गरेर हो गाडीले के गर्छ ब्याड स्मेल आयो किन भनेर अब वेस्ट मेटेरियलहरू बोकेर चाहिँ गाडीले त्यही भएर फर्स्ट चाहिँ आयो क्या। गरेर जानु पर्यो हुन्छ साथीहरू बनायो बस आयो। यो चाहिँ पशुपतिनाथको छेउको बाटो हो तल हो। यहाँबाट अलिकति जाम हुन्छ क्या।
त्यो बस आयो अब सबै अब अगाडिको इन्जन त्यस्तो त छ नि त्यो बस कताबाट जाने म चाहिँ यताबाट जानु पर्ला जस्तो छ सक्ला ए ठुलो गाडी हेरेर रहेछ जानु हुँदैन त्यस्तो गाडीलाई जानु दिनु पऱ्यो नि त फेरि त्यति एउटा स्कुटरले गर्दा होइन बाइकले गर्दा त्यो जाम हुन्छ अब मान्छे बुझ्दैन नि त सबैले हतार हुन्छ हतार त हामीलाई पनि हुन्छ हतार हुँदैन भनेर त गर्नु भएन नि हामी चाहिँ यहाँबाट साबेल आइपुग्यो है साथीहरू माथि उकालो लगाएर सिधै गयो भने साबेल गयो म चाहिँ यताबाट जान्छु पशुपति छिरेर आज मङ्गलबार भिड छ क्या धेरै पशुपतिनाथ टेम्पलको दर्शन गर्न टुरिस्टहरू आउनु भएको छ है पशुपतिनाथले सबैको रक्षा गरून् जय पशुपतिनाथ यहाँ चाहिँ उकालो छ बाटो चाहिँ सानो छ के भन्नु पार्किङ गरेर लगाइदियो बाटो सानो छ त्यही माथि पार्किङ गरेपछि त कहाँ हो त ठ्याक्क आइपुग्छ म यहाँबाट लेफ्ट लाग्छु पेट्रोल पम्पबाट जय बारिसवाडी पेट्रोल पम्पबाट चाहिँ अगाडि सट्टल लाग्ने अगाडिबाट राइट लाग्ने बिहान जाने बेला चाहिँ यो बाटो खुल्लै हुन्छ तर बेलुका आउने बेला चाहिँ उता अगाडिको यो बन्द गरेर हुन्छ त्यो कन्स्ट्रक्सन चलिरहेको छ त्यो गेटको गेटको कन्स्ट्रक्सन चलेको बेला चाहिँ त्यो बन्द हुन्छ तर बिहान चाहिँ कहिले काहीँ चाहिँ बन्द हुन्छ न त प्रायः चाहिँ खुल्लै हुन्छ मान्छे हिँड्छ भनेर खुल्ला राखिन्छ यो अगाडिको गेट छ नि तपाईँहरूले देख्नुभयो होला अगाडिको गेट हो बेलुका चाहिँ यहाँ कन्स्ट्रक्सन चलिदिन्छ अझै खुल्ला छैन क्या बाटो खुल्ला खाँदा र यहाँ अब कन्स्ट्रक्सन चलिरहेको हुन्छ त्यही भएर पनि बनाउँदैछ राम्रो बिस्तारै विकास हुँदैछ यहाँ आइपुग्यो नि त कहाँ हुन्छ भन्दाखेरि कालो पुल चाहिँ आइपुग्छ अरू पुलबाट हामी माथि लाग्छौँ
जो अब दाइले साइड लाइट बनाउनु भएको छ तर जाने चाहिँ सिधै हो लास्ट यस्तो बाटो हुन्छ झुकिन्छ क्या दुईवटा बाटो छ भने चाहिँ अब साइड लाइट बालिरहेको छ उता चाहन्छ लाग्यो जस्तो लाग्छ हामीलाई त होइन तर उता गएन भन्दा नि झुकिन्छ नि त साइड लाइट साइड लाइट मिलाउनु पर्ने हुन्छ क्या पछाडि आयो मान्छेको हो वाइफाई झुकिन्छ नि त अगाडिको साइड लाइट बाल्यो भने त्यही भएर हामी साइड लाइट बालिसकेपछि मिलाउने बानी चाहिँ गर्नुपर्छ है तर झुकिन्छ कतिमा झुकिरहेको हुन्छ तर पनि नझुकिकन कृपया त्यस्तो गर्दिनँ हामी त कहिले कहिले मैले पनि झुकिरहेको हुन्छु अगाडि टर्न लिनुपर्ने हो त साइड लाइट बाल्यो साइड लाइट मिलाउनु झुकिरहेको हुन्छ तर झुकिने भयो त्यसरी हामी राइट लाग्यो सायद आज पहिलो भिडियो यति नै हुन्छ होला साथीहरू पुरै भिडियो हेरेर प्रतिक्रिया दिनु होला कस्तो भयो के भयो मैले कस्तोमा चाहिँ केमा सुधार्नु पर्ने छ साउन्ड क्वालिटी कस्तो छ एङ्गलहरू कस्तो छ है त्यही हिसाबले तपाईँहरूले मलाई फिडब्याक दिनु होला तपाईँको फिडब्याक मलाई खाँचो छ आवश्यकता पनि छ किन नयाँ नयाँ भिडियोहरू ल्याउनु बाचासहित म चाहिँ यही बिदा हुन्छु तपाईँहरूलाई धेरै धन्यवाद भिडियोहरू रमाइलो गरिदिनु भएकोमा हस् त थ्याङ्क यू